दिएको भए फेसबुक लाइभ आएर बोलेको भए सायद 4 दिन अगाडि उनीहरू छुट्यो होइन त्यो कुरो हुनसक्छ। तर कान्छाजीले ढिलो आए पनि उहाँले पनि निकै पहल गर्नुभएको छ। सबैजना धन्यवादको पात्र हुनुहुन्छ। दसैँ एकै ठाउँ रहेछ। आज भाइहरूलाई उहाँले नै जिम्मा लिएर जाँदै हुनुहुन्छ। केही भन्न चाहनुहुन्छ कान्छाजी? नमस्ते, म चाहिँ कान्छा महर्जन है, क्षेत्र नम्बर 6 राष्ट्रिय प्रजातन्त्र पार्टी। अब भन्नुपर्दाखेरि चाहिँ म चाहिँ विगत 10औं वर्षदेखि नै अब समाजसेवी गर्दै आएको र कुनै ठाउँमा कसैलाई अप्ठ्यारो पऱ्यो भने चाहिँ ठाउँमा जहाँ पनि उभिने मान्छे होइन। अब हरेक बाढी पहिरो कोरोनादेखि लिएर संसारमा मेरो अभियान छुट्टै मेरो अभियान छ होइन। अब भाइहरू पनि हाम्रो तारकेश्वरको भाइ रहेछ हाम्रो रमेश राई, अनि हाम्रो त तारकेश्वर निश्चित झन् एउटै गाउँले पऱ्यो, छिमेकी पऱ्यो होइन। त्यो नाताले गर्दाखेरि उहाँलाई चाहिँ अस्ति धरोटी बुझाएर हिजो निकालियो। अनि फेरि उहाँ मार्फत भाइको चाहिँ फेरि कोही पनि चिनेर रहेछ, मोबाइल पनि नहुने, नम्बर पनि नहुने, सम्पर्क कसलाई गर्ने, सम्पर्क गर्ने मान्छे कोही पनि छैन भने 83-84 दिनसम्म पनि उहाँलाई भेटघाट गर्न कोही आउनु भएको रहेछ। अनि म आज बिहान मैले भन्न त चाहिँ रमेश भाइलाई भनेको कि हुनु हामी धरौटी जहाँबाट भए नि जसरी भए पनि जुटाएर उहाँलाई भोलि र पर्सिमा निकाल्छौँ भनेको, तर आज नै भयो। त्यसको लागि सामान्य यो जिल्ला अदालतलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि एउटा सर्वसाधारणले चाहिँ न्याय पाएकोमा चाहिँ किनभने सामान्य अदालतलाई पनि हामीले धन्यवाद दिनुपर्छ। लगायत अब म धेरै बोल्न चाहदिनँ, अब धेरै बोल्ने भन्दा पनि धेरै काम गर्नुपर्छ जस्तो लाग्छ मेरो विचारमा। हस्, धन्यवाद। अब सुरुवातदेखि नै साहबले चाहिँ